आज मैले करीको रेसिपी लिएको छु। यसको लागि मैले 3 दाना प्याजको लिएर यसलाई मसिनो गरेर काटेकी छु र हरियो धनिया र हरियो खुर्सानीलाई मसिनो गरेर काटेर यो सबै सामग्रीहरूलाई एउटा भाँडोमा हालेर यसमा नुन, जिरो धनियाको धुलो, बेसार, साबुत जिरा अनि कति क्वान्टिटीमा हामीले प्याज लिएका छौं त्यही अनुसारको बेसन राखेर मज्जासँग मिक्स गर्ने अनि हामीले यसमा लसुनको केस्रा पनि राख्न सक्छौं। अनि कराईमा तेल राखेर तेल मज्जासँग तात्न दिने। यो पकौडालाई मज्जासँग तल्ने। अब पकौडा रेडी भइसक्यो। त्यसपछि हामीले करीको लागि एक दाना प्याज, हरियो खुर्सानी, हरियो धनिया काटेर अनि जिम्बु पनि त्यसमा काटेका छौं। यसले झान्दा एकदम राम्रो टेस्टी हुन्छ के। अनि कराईमा तेल राख्ने, जिरा, हरियो खुर्सानी, जिम्बु अनि मेथी, प्याज हालेर राम्रोसँग त्यसलाई भुट्ने। अनि यता चाहिँ मैले दहीमा मरमसलाहरू हालेर ठिक्क पारेर रेडी गरेको छु। अनि त्यसमा हामीले दही राख्ने। त्यसमा दही उम्लिएपछि अनि मज्जासँग पकौडा राख्ने। अब हाम्रो करी रेडी भयो। एकचोटि माथिबाट अझ झान्यो भने धेरै मिठो हुन्छ कि। एउटा डाडुमा घिउ लिने अनि त्यसमा सर्स्युँ हाल्ने अनि माथिदेखि झान्ने। यसरी झानेपछि एकदम मिठो हुन्छ कि करीको टेस्टै फरक हुन्छ।